नमस्कार। म दुर्गा अधिकारी भमरकोटे। आज कवि उत्तम विचार भेटुवाले लेख्नुभएको कविता के म नेपाली होइन र यो कविताले मेरो मन साह्रै छोयो र यसलाई वाचन नगरिकन मैले चुप लागेर बस्न सकिनँ, किनभने सायद म पनि गैर आवासीय नेपाली नागरिक यनायरण भएको कारणले पनि हुनसक्छ। यसले मेरो मन छोएको छ र म यो कविता वाचन गर्ने प्रयास गरिरहेको छु। स्वीकार्नुहोस् कवि उत्तम विचार भेटुवालको के म नेपाली होइन र। छोडी देश विदेशका सहरमा डुल्दै गरेको छु म, सोध्दैनन् अथवा त छस् कहरमा बाँच्दै मरेको छु म। को जाला परदेश त्यो रहरमा छोडेर आफ्नो घर, सच्चा स्वर्ग कहाँ मिलोस् अवनीमा नेपाल भन्दा पर। थुप्रै अडचनका पहाड नचढी मुगला नपुग्ने भए, नेपाली अधिकांशका घर यतै बन्ने थिए निश्चय। आफ्नै छन् व्यवधान यो सफरमा हाम्रा अनेकौं व्यथा, के कारणले विदेशी नपुग्यौं आफ्नै थिए बाध्यता। आवासी नहुँदा भन्यो मुलुकले हौ गैर आवासीय, नेपाली पहिचानमा अडिग छौं आफ्नै छ जे साबिक। गर्दैछौ व्यवहार भिन्न किन हो ठान्छौ पराई किन, मेरो देश चटक्क भुल्न सकुला आफै मरेको दिन। पढ्न खातिरमा विदेश पुगियो छन् काम खोज्ने कति, फल्ने छन् रुख झैं बुझी लसिने छन् दाम रोजिने कति। लाखौं कष्ट सहेर हाँस्न सकियोस् सङ्कष्ट भागुन पिर, बोकी हिँड्छु जता पुगु म शिरमा नेपालकै तस्बिर। दर्जा भिन्न दियो जल्यो हृदय नै आगो लगाए सरी, नेपाली पहिचानमा अडिग छौं सोच्छिन् मलाई चरी। जो छौं परदेशमा मुलुकको माया बिना थन्किने, सच्चा सन्तति हौ मोमा हजुरमा सर्वस्व नै सुम्पिने। हेर्ने दृष्टि बदल्नु पर्छ जन हो होइनौ पराई तर, हाम्रो थात थलो यहाँ छ नजिकै भन्ज्याङ भन्दा ओर। छेड्दैछौ अभियान यो मुलुकमा गर्ने ठुला योजना, नेपाली अब होइन सुन्नु नपरोस् हाम्रो छ यो कामना। छेड्दैछौ अभियान यो मुलुकमा गर्ने ठुला योजना, नेपाली अब होइन सुन्नु नपरोस् हाम्रो छ यो कामना, हाम्रो छ यो कामना। हस्त धेरै धेरै धन्यवाद अनि नमस्कार।